कि साथीहरूलाई। खुशबु सरकार श्रेष्ठ, रातो फिल्म दिइरहेको छ। तिनीको माथि चाहिँ अलिक चलिकन आएको छ। खुशबु सरकार श्रेष्ठ। त्यसपछि निङमा ग्याबु शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएका निङमा ग्याबु शेर्पा तयारी अवस्थामा रहनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित वसुमाया तामाङ तयारी अवस्थामा रहेर अगाडि आउँदै गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएका श्री गङ्गा छन्त्याल बाटो अत्यन्तै साँघुरो देखिएको छ। मैले पुनः अनुरोध गरेँ साथीहरूलाई त्यसै गरी तयारी अवस्थामा रहँदै प्रमाणपत्र ग्रहणको लागि अगाडि आइदिनु हुन राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएका श्री सुम्निमा उदास, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएका श्री अनुष्का श्रेष्ठ, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएका श्री ओजस्वी शेरचन, त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित श्री सृजना श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाटै निर्वाचित श्री रजनी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित श्री कुसुम महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित श्री भूमिका श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री पर्मिला कुलुजु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित श्री सुजाता तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित श्री कृपा महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट निर्वाचित श्री एलिजा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री रमेश प्रसाई, ताली पडका बल्ल पडका राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट निर्वाचित श्री प्रतिभा रावल, तयारी अवस्थामा रहिदिनु हुन राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री रचना खतिवडा खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री लिमा अधिकारी आचार्य,
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री विदुषी राणा। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री समीक्षा बास्कोटा। गल्ती गरियो उता किन लाग्यो? यसै बिचमा हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामीले आमन्त्रण गरेका पार्टीका महामन्त्री श्री कविन्द्र बुर्लाकोटीज्यूको उपस्थिति भएको छ। म उहाँलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। म पुनः निर्वाचित सदस्यहरूको नाम पढ्ने अनुमति चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री श्रद्धा कुँवर छेत्री। राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट निर्वाचित श्री टीका सङ्ग्रौला। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री क्रान्ति शिखा धिताल। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री आकृति अवस्थी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री सृष्टि भट्टराई। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री मन्जु भुषाल। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री प्रभा कार्की। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री शोभा खनाल। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री रत्ना कुमारी थापा। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री ज्ञानु पौड्याल। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री प्रभा ढकाल। अन्य महानुभावहरूलाई तालीले चाहिँ उहाँहरूलाई बधाई ज्ञापन पनि गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। तर्फबाट निरन्तर रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री प्रकाश चन्द्र दर्जी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री रिमा विश्वकर्मा। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री अमृता विक। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री सीतावादी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री स्मृति सेन्चुरी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री सुषमा स्वर्णकार। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री तारा विश्वकर्मा। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री खिमा विक। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री सुरेन्द्र चौधरी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री प्रेमलाल चौधरी।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री गीता चौधरी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री करिश्मा कठरिया। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री पुरुषोत्तम शुभप्रभात यादव। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री खगेन्द्र कर्ण। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री पुनम कुमारी अग्रवाल। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री निशा मेहता। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री ललिता कुमारी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री अङ्किता ठाकुर। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री सरिता महतो। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री कामिनी कुमारी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री सुनिता कुमारी चौधरी। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री समिना मिया। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री अफसाना बानु। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री गजला समीम मिकरानी। यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्यज्यूहरूको नाम उच्चारण गर्ने क्रम यहाँ सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित हुनुभएका कोही सदस्यज्यूहरूले प्रमाणपत्र लिन बाँकी छ भने मैले सबैको नाम एकपल्ट उच्चारण गरिसकेको छु। उहाँहरू अगाडि उपस्थित भइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। यसपछि म अब नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित सदस्यज्यूहरूको नाम पढ्ने क्रममा छु। त्यस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सदस्यज्यूहरूले प्रमाणपत्र लिन बाँकी छ र ढिलो गरी अथवा कुनै कारणले उपस्थित हुन नसक्नु भएको छ भनेर अहिले भर्खरै पुग्नु भएको छ भने म अगाडि मञ्चमा आमन्त्रण गर्न चाहन्छु र अब म नेपाली काङ्ग्रेसको पार्टीका तर्फबाट निर्वाचित सदस्यज्यूहरूको नाम पढ्ने अनुमति चाहन्छु। त्यो गल्लीमा बाटो नछेकिदिनको लागि मैले यहाँहरूलाई हार्दिक निवेदन गर्छु। पुनः अनुरोध गरेँ, हामी यहाँहरूलाई फोटो उपलब्ध गराउँछौँ। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री भीष्मराज आङ्ग्रेम्बे। श्री भीष्मराज आङ्ग्रेम्बे। नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित श्री मदन कृष्ण श्रेष्ठ। नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित श्री मदन कृष्ण श्रेष्ठ। बाटो अवरुद्ध नगरिदिनु हुन मैले पुनः पटक पटक निवेदन गरिरहेको छु। यहाँहरूलाई मैले पुनः निवेदन गर्छु। नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित श्री गीता कुमारी सेन्दाङ। श्री गीता कुमारी सेन्दाङ। नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित श्री गङ्गा लक्ष्मी अबाल। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट श्री पशुमाया तामाङ आइपुग्नु भएको छ। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री गङ्गा लक्ष्मी अबाल। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री गीता गुरुङ। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री रेणुका काउचा। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री रेणुका काउचा। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री अर्जुन नरसिंह केसी। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री काली बहादुर सहकारी।
नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री सुशीला ढकाल आचार्य। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्रीमती रुक्मिणी देवी कोइराला। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री रिना उप्रेती। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री सीता थपलिया। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री प्रमिला कुमारी गच्छदार। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री हरिना देवी कामी। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री पवित्रा विक। म पुनः नाम पढ्न गइरहेको छु। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री पवित्रा विक। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री मनमाया विश्वकर्मा। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री चन्द्रमोहन यादव। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री मीनु कुमारी कर्ण। श्री मीनु कुमारी कर्ण। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री रेखा कुमारी यादव। श्री रेखा कुमारी यादव। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित श्री शाहजान खातुन। यससँगै नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट निर्वाचित हुने सम्पूर्ण सदस्यज्यूहरूको नाम उच्चारण भइसकेको छ। कृपया कसैको प्रमाणपत्र बाँकी रहेको छ भने अगाडि आइदिन म निवेदन गर्दै अब नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित सदस्यज्यूहरूको नाम पढ्ने अनुमति चाहन्छु। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री भूमिका लिम्बू सुब्बा। श्री भूमिका लिम्बू सुब्बा। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री गङ्गा देवी श्रेष्ठ।
श्री गङ्गा देवी श्रेष्ठ। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री रामबहादुर थापा मगर। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री कुलभक्त शाक्य। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री पद्मा कुमारी अर्याल। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री टुका भद्रा हमाल। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री यशोदा कुमारी बराल। श्री यशोदा कुमारी बराल। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री गुरु प्रसाद बराल। श्री गुरु प्रसाद बराल। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री पुष्पराज कडेल। श्री पुष्पराज कडेल। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री कृपा राम राणा। श्री कृपा राम राणा। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री विष्णुमाया विक। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री निता घतानी। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री रिङ्गला यादव। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री यशोदा कुमारी। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री चन्देश्वर मण्डल। नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित श्री साजिदा खातुन सिद्दिकी। यससँगै नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट निर्वाचित हुनुहुने सम्पूर्ण सदस्यज्यूहरूको नाम उच्चारण भइसकेको छ। कृपया कसैको प्रमाणपत्र दिन बाँकी भए अगाडि आइदिन निवेदन गर्दै अब म नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित सदस्यज्यूहरूको नाम पढ्ने अनुमति चाहन्छु। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री बलावती शर्मा। तयारी अवस्थामा रहिदिनको लागि खिचाइमा आएन थाहा छ मलाई दुःख गएन नि त नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री बलावती शर्मा। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री प्रमेश कुमार हमाल। श्री प्रमेश कुमार हमाल। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री प्रेम बहादुर बयक। श्री प्रेम बहादुर बयक। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री भीम कुमारी बुढा मगर।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री परशुराम तामाङ। श्री परशुराम तामाङ। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री पार्वती विक। श्री पार्वती विक। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री गणेश बहादुर विश्वकर्मा। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री जोग कुमारी बर्बरिया यादव। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित श्री निराशा चौधरी डगौरा। श्री निराशा चौधरी डगौराज्यू। यससँगै नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यहरूको नाम उच्चारण भइसकेको छ। कोही बाँकी हुनुहुन्छ भने कृपया अगाडि आइदिनु हुन अनुरोध गर्दै अब म श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित हुनुहुने सदस्यहरूको नाम उच्चारण गर्नेछु। श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित श्री पूर्ण प्रसाद लिम्बू। श्री पूर्ण प्रसाद लिम्बू। श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित श्री अम्बिका देवी सङ्ग्रौला। श्री अम्बिका देवी सङ्ग्रौला। श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित श्री राधिका रम्तेल। श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित श्री रूबी कुमारी। श्री रूबी कुमारी। यससँगै श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यहरूको नाम उच्चारण भइसकेको छ। यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित सदस्यहरूको नाम उच्चारण गर्ने अनुमति माग्दछु र सर्वप्रथम राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री सरस्वती लामा। श्री सरस्वती लामा। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री भरत गिरी। श्री भरत गिरी। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री खुशबु ओली। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित श्री ताहिर अली भाट। श्री ताहिर अली भाट। यससँगै प्रतिनिधि सभा सदस्य निर्वाचन 2082मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यज्यूहरूको नाम उच्चारण भइसकेको छ। कृपया कोही प्रमाणपत्र लिन बाँकी रहनु भएको छ भने अगाडि आइदिन निवेदन गर्दछु र यहाँ अनुपस्थित रहनुभएको अवस्थामा कार्यालयमा निर्वाचन आयोगमा सम्पर्क गरेर प्रमाणपत्र कार्यालयमा सम्पर्क गरेर प्रमाणपत्र लिनुहुनेछ भन्ने बेहोरा समेत म यहाँ अनुरोध गर्न चाहन्छु। नवनिर्वाचित सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक बधाई छ। कार्यकालको शुभकामना समेत व्यक्त गर्न चाहन्छौँ निर्वाचन आयोगको तर्फबाट। अब हामी प्रमाणपत्र वितरणको क्रम करिब अन्त्य भएको छ। यसपछि कार्यक्रमको करिब अन्त्यतिर प्रवेश गर्दैछौँ हामी। यो वितरणको समाप्तिसँगै अब हामीसँग छोटो कार्यक्रम छ। राजनीतिमा प्रवेश गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट माननीय
हुनुभएका सबै